बाइकै कुद्छ क्या म्यान मान्छे भएन भने त कुद्छ यार ल त गाइज हाम्रो यो कति सबसे लामो पुल हो क्या कि के हो सबसे लामै पुल हो हिजोको चाहिँ अब हामी हिँड्दैछौँ होइन गाइज कति टाइम लाग्दो रहेछ हेर्नु अब यताको डाँडा हेर्नु होइन यस्तो बवाल छ तपाईँहरूले देख्नुहुन्छ इन्सेन हो इन्सेन अब हामी कहाँ मगर सोमाई सुरेन्द्रको साथमा हो होइन एडभर्टाइजेस अब तपाईँहरूलाई म यताको भ्यू देखाउँछु फेरि अझ आउने बाँकी छ यसले डाँडाले छेकेछ 40 सेकेन्ड भइसकेछ हामी यो पुलमा हिँड्न थालेको हाम्रो स्पिड पनि जारी छ अब तपाईँहरूले हाम्रो जुत्ताको स्पिड हेर्न सक्नुहुन्छ होइन अब यो तल हेर्नु खोला हो होइन यो काली गण्डकी खोला हो अब तपाईँहरूलाई धेरै नभनौँ हेलो सरी आमा ल अब यताबाट चाहिँ तपाईँको यस्तो देखिन्छ हेर्नु यता यस्तो छ पुरै पछाडि ब्याक भ्यू अब सुरेन्द्र साथी एकछिन देखाउँदै अगाडि पुगिसक्नु भयो टक्क चस्माको साथमा हेर्नुहोस् उहाँलाई हेर्न सक्नुहुन्छ स्माइल उहाँको महँगो छ यो चाहिँ तलको रोड भयो अब होइन वक्त ने है किया हमके रातिको लागि चाहिँ पुरै लाइट साइट सिस्टम नै छ पुलमा होइन हामीले यो चाहिँ मिस गर्छौँ जस्तो छ अब हामी तल बेलुका फार्म झर्ने प्रोग्रामले गर्दा कहाँ यहाँ देखाएको यो तपाईँले यो देखिरहनु भएको चाहिँ हाम्रो कालिका मन्दिरको हो कालिका मन्दिरको गेट अब हेर्नुहोस् यताको भ्यू यस्तो बवाल छ ल इन्सेन अब त्यही हो 5 आँखेको रिजला चाहिँ भएन हातमा होइन भाइ हामी अब लगभग पुलको आधी बाटो आइपुग्यौँ होइन अझै बाँकी छ टन्नै तल हेर्नु डह्रो हाइट छ हामी अहिले हाइटमा छौँ यो लामो पुल पनि हो रमाइलो भइरहेको छ जे होस् काली गण्डकीको माथि अब त्यो राति आउनु मन थियो लाइट साइट भए बेला साथ दियो भने आउनुपर्छ गाइज राति पनि हेर्नु त्यो चाहिँ हाइवे भइहाल्यो अब पागलुङ आउने तपाईँहरूले देखिरहनु भएको यो साइल लागेको छोरा आउनुभयो अन द फर्म अब हामी अहिले लगभग 60% आइपुगिसक्यो पुलको पुल हल्लिन नि टन्नै हल्लिनु रहेछ रमाइलो छ बाइक कुदाउनु चाहिँ ब्यान्ड रहेछ गाइज यो पुलमा बाइक कुदाउनु पाउने भए चाहिँ इन्सेन रमाइलो हुन्थ्यो
Just beautiful Baglung. Love it. Love this place. Insane. त्यही हो पाचकै रिजला मिस भयो तैँले भने रिजला फोटो खिच्न पाएन भोलि पनि आएछ भने चाहिँ खिचिदिन्छु लगभग हामी 70% आयो है गाइज हामी हिँडेको नि अब 5 मिनट हुन लाग्यो अझ हाम्रो यहाँ मेन इन्जिनियर पुल बनाउने इन्जिनियर हाम्रो अगाडिको चाहिँ हामी अहिले यति हिँडेर आयौँ अझै अब हल्का बाँकी छ अब धेरै होइन 1 केजी जस्तो बाँकी हो अमृत म्यान यस सुरेन्द्र खै जस गाइज 6 मिनट भयो हामी हिँडेको लग नरोकी त्यही पनि पुल सके छैन के हो नाम भनेको कमल दाई यस दाई मेमोरी लिएर जानु पर्यो नि जाँदा होइन ए सरी झन्नै एक्सिडेन्ट भएछ तर रमाइलो भएछ हजुर हजुर ल सुन्यो भने त गाइज बिहान नै आउनु पर्ने रहेछ अरे ल यो त हाइवे भइहाल्यो बिहानमा यस्तो हुन्छ कि बिहानमा हो कि ल गाइज बिहानमा चाहिँ यस्तो हुन्छ अरे ल हुस्सु लागेर पुरै खतरादेखि यो पुल यस गाइज बिहान नै आउनु पर्ने रहेछ यो ठाउँ चाहिँ ल बेलुका पनि दिउँसो पनि ल गाइज त्यो डाँडाबाट चाहिँ बागलुङ बजार पुरै क्लिन बब्बाल देख्छ अरे ल म पुगेन नि त कत्रो भिडियो भइसक्यो म्यान ल अब चाहिँ इन्डिङ हो खोला सकिसक्यो हामी जङ्गलमाथि टाइप्सको हो यस्तै थकाइ लागिसक्यो सुरेन्द्र तिमी क्यामेराम्यान के त्यहाँसम्म लौ न म हिँडेको नि यसो आउनु पऱ्यो नि अनुहार हेलो दिस इज मी थकाइला टाइप्स गाइज अब मोबाइल लिन्छु म ल अब आउनु लाग्यो 99% हिँडिसक्यो हामी यो त हाइवे भइहाल्यो
ल गाइज लगभग 9:30 10 मिनट लाग्दो रहेछ हिँड्दा पुल। हामी चाहिँ अहिले चाहिँ फर्किरह हो। अब अगाडि हेरौँ न कति मिटरको के रहेछ, सब डिटेल छ गाइज। साथीहरू चाहिँ भोलि बिहान बादल लाग्दा हेर्न आउने भनिरहनु भएको छ। बादल लाग्छ अरे। यता चाहिँ पार्क टाइप रहेछ, सालिक सालिक भएको। फाइनली 10 मिनटमा हामी आइपुग्यौँ पुल पार गरेर। ल पुलको डिटेल गाइज।